सुदनजी अविवाहित हुनुहुन्थ्यो, सिङ्गल हुनुहुन्थ्यो। तर केटी लिएर होटल त जानु भयो। सुन्नुहोस् न, म भन्छु, उहाँले सामाजिक स्खलन गर्नु भएको छैन। के सार्वजनिक ठाउँमा बस्नु भयो? होइन। कसैको प्राइभेट लाइफ हुन्छ। उहाँले कोही केटी मन पर्यो होला, दिदीबहिनी हुनसक्छ होला, साथीभाइ हुन्थ्यो होला, के थियो होला, रिसोर्टमा जानुभयो। उहाँहरू आफ्नो तरिकाले कुरा गर्नुभयो। केटीले क्लेम गरे हो, म कहाँ गएँ भन्ने कुरा मैले भन्ने हो क्या, अर्कोले आएर भन्दैन हुँदैन। हामी त स्वागत गर्छौँ, राम्रो काम गर्नुभएको छ। चाँडै नै अझै 2 जना भएको हेर्न चाहन्छौँ हामी। विवाह बन्धनमा बाँधेको हेर्न चाहन्छौँ। सुदनजीको दाम्पत्य जीवन भएको हेर्न चाहन्छौँ। उहाँलाई शुभकामना दिन चाहन्छौँ, शुभेच्छा गर्न चाहन्छौँ हामी। उहाँले केटीले आएर मलाई सुदनजीले कुट्यो, मार्यो, पिट्यो भनेको हो। तर बन्धनमा बाँधिनु भन्दा नै अन्य विवादहरू आउन थाल्यो। गरिहाल्छन् नि भने भोलि सुदनजी छ, हिजो मेरो नाम जोडेर लेख्दै थिए, चढाउँदैछन्। ए बाबा, नाम जोडिदिँदैमा भनिदिँदैमा हुने कुरा होइन के। उहाँ सिङ्गल हुनुहुन्थ्यो, उहाँको पर्सनल लाइफ थियो होला। उहाँको न कसैसँग अफेयर पो थियो कि, न दिदीबहिनी पो थियो कि, न साथीभाइ पो थियो कि। कोही लेडिजसँग लिएर जानै नहुने हुन्छ केटा। तपाईँको बहिनी लिएर हिँड्नुहुन्न, तपाईँको श्रीमती लिएर हिँड्नुहुन्न। तर सुदन गुरुङमाथि यतिखेर छानबिन भइरहँदाखेरि उहाँमाथि नै यो यस्तो गम्भीर खालको चाहिँ यो आरोप आयो कि? केही छैन, आरोप होइन। त्यो आरोपका लागि आरोप हुन्, केही पनि होइन। लेडिजले हो, उहाँले कोही महिलालाई शोषित गर्नुभएको थियो, महिलाले चाहिँ पीडा पाएर उहाँले चाहिँ महिलालाई विचलित बनाउनु भएको थियो भने हामी उठाउँथ्यौँ कुरा। सुदनजीलाई समाउने हैसियत हामीसँग थियो, हामी तान्थ्यौँ के। महिला त बोले छैन, महिला आएर बोलिदिनु पर्यो। सुदनजीलाई कारबाहीको माग हामी गर्छौँ। अब के त सुदन गुरुङ यो आरोपबाट चाहिँ निर्दोषिता प्रमाणित भएर फेरि पनि गृहमन्त्रीमा आउने त्यो मैले तपाईँलाई अघि नै भनिसकेँ, आउनुहुन्छ, ल्याउँछौँ, हुनुहुन्छ, गराएर छोड्छौँ। मैले यतिसम्म भने गृहमन्त्री बनाएर छाड्नु बनाउँछौँ हामी। जनताले दिएको मत हो त्यो, कसैले माग्दैमा हुँदैमा होइन। त्यहाँ माथि पनि जेएनजीको रगतलाई देखाएर रासोपालाई यो हेक्काओस् म भन्न चाहन्छु। जेएनजीको रगतलाई बेचेर ल्याएको मत जेएनजीको मर्म र भावनाभन्दा बाहिर गयो भने फेरि पनि विद्रोह गर्न हामी तयार छौँ र गर्छौँ। यदि सुदन गुरुङलाई गृहमन्त्री बनाएन भने फेरि तपाईँ विद्रोहमा उत्रिनुहुन्छ? बनाउनुपर्छ, किनभने जेएनजीको आन्दोलन मेरो देश त्यति भाषी हुँदा कहाँ थिए रासोपा? त्यहाँ भएका व्यक्ति कहाँ थिए? सुदनले होइन म गर्छु भनेर आएका थिए। एउटा सच्चा सपुत बनेर ज्यानको प्रवाह नगरिकन उनी सडकमा घुमिएर त्यो भाइ बहिनीको उपचारदेखिबाट बिचरा पानीको बोतल बोकेर हिँडेर हुन्छ कि कसरी हुन्छ गरेर आज सडकबाट गएको छोरो सदनमा पुगेको छ। आज त्यस्ता व्यक्तित्वलाई 1 महिना पनि नबितिकन कसको बाउको तागत थियो केपी शर्मा ओलीलाई क्र्याप ज्याप बनाएर उज्यालो नहुँदै ल्याए त, गरे त। रमेश लेखकले समातेर देखाए त एउटै वरियतामा भएको मान्छेलाई। अनि त्यस्ता व्यक्तित्वलाई नगर्ने अपराधी सलबलाएका हुन्। जुन सुदनजीले गरेका कामबाट अपराधीहरू सलबलाएर कहाँबाट थुत्ने, यसलाई कहाँबाट हटाउने, हामी सब जेल भरिने हो भनेर डरले यो काण्ड निकाल्न खोजेका हुन्। यस्ता काण्डले केही हुनेवाला छैन जबसम्म महिलाले म पीडित हो भन्दिनँ। सुदन गुरुङमाथि झिना मसिना काण्डहरूले केही हुनेवाला छैन, हल्लाउनेवाला छैन। यो रोइलो हो, उनीहरूले अलिकति स्क्यानल गर्न खोजेका हुन्। मिडिया ट्रायल गर्दैमा केही हुँदैन। मिडिया ट्रायल गरे पनि यिनीहरूले जनताले दिएको मत लिन सक्दैन। त्यो कारणले निश्चित हुनुहोस् तपाईँहरू। म सबैजनालाई भन्न चाहन्छु, सुदन गुरुङलाई गृहमन्त्री बनाउनुपर्छ। जबसम्म सुदन गुरुङ गृहमन्त्री हुँदैन, यी हत्याराहरू, यी अपराधीहरू, बलात्कारीहरू सलबलाइरहन्छन्। फेरि पनि देश त्यही अवस्थामा जाने हुन्छ। एउटा आँट, साहस र सच्चा छोरो सुदन गुरुङलाई हामीले पाएका छौँ, उहाँलाई बनाउनुपर्छ। ठिक छ, उसो त हामी अन्त्यतिर पनि छौँ। यतिखेर संसदमा चाहिँ बाँदर मार्ने अभियान चलाइरहेको छ कि? एउटाले भन्छ बाँदर मार्ने भन्छ, एउटाले भन्छ बाँदर मार्ने होइन भन्नुहुन्छ। आशिकाजीले बाँदर मार्नु हुँदैन भनिरहनु भएको छ। उतातिर अर्को सांसदले भन्छ बाँदर मार्नुपर्छ कि त केही अन्य केही उपाय लाउनुपर्छ भन्छन्। के हो खास हामी हाम्रो सांसदहरूलाई बाँदर कोठाला पठाउनु पर्ने? अब उहाँहरू त्यही बाँदरकै चर्चा र परिचर्चा गर्न गएको जस्तो देखिन्छ यति बेला होइन। विडम्बनाका साथ भन्नुपर्छ, त्यसको चर्चा र परिचर्चा भन्दा पनि जनताका लागि के गर्ने भन्ने पनि जानु पर्थ्यो उहाँहरू। र यद्यपि यो भन्दै गर्दा यो हिन्दू राष्ट्र नेपालको 85% हिन्दू भएको देश, यो देशमा हामीले कसैलाई पनि हत्या गर्नु हुँदैन भन्ने कुरा छ। र जनावर पनि एउटा उसले बोल्न सक्दैन, हामी बोल्छौँ मात्र, एउटा मानवकै रूपमा दर्जा दिइन्छ। त्यो हत्या चाहिँ गर्नु हुँदैन। त्यसलाई कसरी हामीले संरक्षण गर्ने भन्नेपट्टि जानुपर्छ भन्ने मलाई लाग्छ। अब त्यो सांसदहरूले गरिरहेका टिका टिप्पणीमा मैले के बोल्नु? अब सदनभित्र जनताको मुद्दा बोक्न जाने मान्छेहरू। आशिका तामाङको यो सांसद पछिको गतिविधिलाई कसरी हिँड्नुहुन्छ? कहिले ट्राफिकलाई थर्काउँदै हिँड्नु हुन्छ, कसैलाई अध्यक्ष वडा अध्यक्षलाई थर्काउँदै हिँड्नु भएको हुन्छ। कसरी भन्ने होइन,
होइन अब तपाईँहरूले पनि देख्नु भएको छ हिजो म उहाँलाई एउटा सुझाव चाहिँ दिन्छु हिजो तपाईँ सोसियल फिल्डमा हुनुहुन्थ्यो सामाजिक अभियन्ता हुनुहुन्थ्यो आज तपाईँ जनताको मुद्दा उठ्ने ठाउँमा हुनुहुन्छ र संविधान बनाउने ठाउँमा हुनुहुन्छ त्यो तपाईँले हिजो सामाजिक अभियन्ता हुँदाखेरिको कार्य अब गर्न मिल्दैन हिजो अरूलाई थर्काउँदा कति मजा भएको थियो आफैले अहिले गर्नुपर्दा कति गाह्रो भएको छ तपाईँले फिल गर्ने कुरा हो तर तपाईँले हिजो सामाजिक अभियन्ता हुँदै गर्दाखेरिको र आज सांसद हुँदाखेरि गरेका गतिविधि चाहिँ नितान्त फरक हुनुपर्छ तपाईँ सोचिनु होला अर्को कुरा अब उहाँले कतिपय अभिव्यक्ति दिनुहुन्छ भर्खरै राजनीतिमा आउनु भएको छ नेपालमा हुनुहुन्थेन बाहिर हुनुहुन्थ्यो होइन उहाँलाई नेपाली भाषा पनि अझै प्रष्ट रूपमा भन्नलाई अलिक गाह्रै अवस्था देखिरहेको छु बिस्तारै सचिनुहुन्छ उहाँले गर्ने काममा चाहिँ सबैजनाले फोकस गरौँ र हामी सबैजना एउटा शुभचिन्तकले उहाँलाई सच्याउने बाटोतिर लानुपर्छ अहिले हामीले यो गरिस् त्यो गरिस् भन्नु हुँदैन आशिकाजी तपाईँले यो हेर्दै हुनुहुन्छ भने तपाईँ सामाजिक अभियन्ता होइन सांसद बन्ने कोसिस गर्नुहोस् र त्यही रूपमा बस्नुहोस् मैले धेरै गतिविधि देखाएको छु कतै गएर कराउने कतातिर एकजना मान्छे बित्नु भयो अरे भन्ने कुरा पनि सुनेको छु होइन पढाध्यक्षलाई थर्काउनु पऱ्यो कता के विवादित कुराहरू उठिरहेछन् त्यस्तो गर्नु हुँदैन तपाईँ सामाजिक अभियन्ता हुनुहुन्थ्यो आज तपाईँ संसद हो तपाईँलाई हामी जहिले पनि रेस्पेक्ट गर्छौँ मेरो त झन् जिल्लावासी होइन जिल्लाको चिज हरेक कुराहरू दाजुभाइ दिदीबहिनीहरू एकदमै नजिक हुन्छ भावनासँग जोडिएका हुन्छ हरेक कुराहरू जोडिएको हुन्छ मर्दाको मलमी जिउँदोको जन्ती भनिन्छ होइन त्यो कारणले गर्दा उहाँ राम्रो भएको हेर्न चाहन्छु अब राष्ट्रिय स्वतन्त्र पार्टीले अब यही असार 6-7 गतेतिर महाधिवेशन गर्दैछ र महाधिवेशनबाट सामाजिक सञ्जालमा हल्ला चले अनुसार अब फेरि पनि सर्वसम्मत तरिकाले चाहिँ सभापति रूपमा र अध्यक्षमा चाहिँ रविजी नै आउने भन्ने कुरा छ तर फेरि यता रविजीलाई चाहिँ लखटेर त्यसमा चाहिँ बालन शाहका विश्वासपात्र भूपदेव शाह आउने कुरा पनि छ यसलाई कसरी हेर्नु भएको छ कि बालन शाह र रवि बीचभित्र सम्बन्धमा दरार त छैन कतै भन्ने कुरा प्रश्न पनि उठिरहेको छ दरार होला नहोला फरक पाटो रह्यो लोकतान्त्रिक अभ्यासमा हामीले कुनै चुनाव अथवा कुनै पनि काम गर्दाखेरि चाहिँ त्यो हुन्छ नि चुनावहरू जोसुकैमा क्या जुनसुकै पार्टीमा पनि लोकतान्त्रिक अभ्यासमा चाहिँ के हुन्छ फाइट गर्न पाउनुपर्छ क्या बुझ्नुभयो नि जो पनि उठ्न पाउँछ त्यहाँ उठ्न पाउँछ रविजी नै उठ्नुपर्छ भन्ने छैन बालनजी नै उठ्नुपर्छ भन्ने छैन भोलि सभापाठ होइन रविजीले त भन्नुभयो खुल्ला प्रतिस्पर्धा छ खुल्ला ठाउँ छ तपाईँहरू प्रतिस्पर्धी आउनु गर्नुपर्छ हो त्यही भएर लोकतान्त्रिक कुरा बुझ्नु भएको छ उहाँले गर्नुपर्छ गर्न पाउनुपर्छ दिनुपर्छ र जनताले जसलाई त्यहाँभित्र भएका सङ्गठित सदस्यहरूले जसलाई चाहिँ उहाँले विश्वास गर्नुहुन्छ त्यो मान्छे आउँछ के आपत्ति भयो त्यसले रविलाई हटाउने अवस्था त आउँदैन कतै क्विक आउट हान्ने अवस्था आउँदैन बालनजीले चाहिँ राजसभा कब्जा त गर्नु हटाउने होइन क्या उहाँ आफै हट्नुहुन्छ म जसको आउँछ ऊ आउँछ अगाडि रविजीको आयो रविजी आउनुहुन्छ बालनजीको आयो बालनजी आउनुहुन्छ भोलि सभापाठकको आयो भने सभापाठक आउन नि सक्छ नि त्यो त्यहाँभित्र भएका लोकतान्त्रिक अभ्यासमा जो पनि आउन सक्छ होइन प्रतिस्पर्धाबाट होइन आउन मिल्छ र गर्नुपर्छ यदि गरिएन भने तपाईँहरूले पनि त्यही तानासाह गरेको बुझिन्छ जसरी केपी ओलीले कम्पनी खोलेको थियो राजसभा कम्पनी नबनोस् त्यो जनताको धरोहर बनेको छ अहिले पार्टी केपी ओलीको जस्तो अस्ति त्यहाँ महाधिवेशनमा भयो नि केपी ओली कम्पनीका गुडका मान्छेहरू त्यहाँबाट नेतृत्व परिवर्तन गर्ने लखट्ने पनि अभियान चलेको छ भन्ने कुरा पनि छ त्यस्तो त्यो भनिरहेको कुराहरूलाई छोड्नुहोस् न अब के हुन्छ त्यो त गरेपछि गतिविधिले हुन्छ यद्यपि त्यस्तो काम गर्न हुँदैन खुल्ला प्रतिस्पर्धामा वेलकम गर्नुपर्छ जसले मत धेरै ल्याउँछ उसले जित्छ अब माइतीघर मण्डलमा हजुरमाथि भएको आक्रमणको मुद्दा कहाँ पुग्यो के छ यसको अवस्था थोरै भनिदिनुहोस् न अब ती अपराधीहरूलाई त्यहीँबाट समातेर तपाईँले देखिहाल्नुभयो होइन मलाई चोट लाग्यो त्यो फरक बाटो रह्यो तर भगवान्ले तँलाई अति नै पीडा दिए तँलाई एउटा बाटो चाहिँ लाउनुपर्छ है भनेर ती अपराधीहरूलाई कठागारमा राख्नको लागि त्यो काम भएको थियो जस्तो फिल गरेको छु यति बेला र ती व्यक्तिहरूलाई 12 दिन हिरासतमा राख्यो त्यस पश्चात जिल्ला अदालतले अहिले टोटल 3 लाख धरौटीमा छोडेको छ के छ अहिलेको यो बालन सरकारलाई कसरी हेर्नु भएको छ यो बालन सरकारको काम कारबाहीलाई कसरी हेर्नुहुन्छ बालन सरकारले गरेको काम अहिलेसम्मको लागि स्वागतयोग्य नै छ राम्रै काम छ अलिकति बालनजीले गर्नुभएको कार्यमा चाहिँ सबैजनाले टिका टिप्पणी गरिरहेका छन् संसद फेस गर्नुभयो भए चाहिँ धेरै बेटर हुन्थ्यो नबोलिकन पनि काम गरेर देखाउनु भएको छ जनताले चाहेको काम हो त्यो कामलाई चाहिँ हामीले स्वागत गर्छौँ अझै हेर्न बाँकी नै छ तर एउटा देशको लागि अबको 1 वर्षको रोडम्यापको लागि जसरी संसदमा प्रस्तुत हुँदैछ नीति तथा कार्यक्रम तर देशको प्रधानमन्त्री जुरुक्क उठेर हिँडिदिँदा कस्तो असर पर्ला यस्तो छ त्यसलाई संसदको मर्यादा ख्याल गर्नुपर्छ कि पर्दैन होला तपाईँलाई के लाग्छ यस्तो संसदीय मर्यादामा नै रहनु भयो होला उहाँ त्यहाँ जानु भएको थियो कुनै त्यस्तो विशेष कामले गर्दाखेरि निक्लिनु भएको होला यद्यपि उहाँ निक्ले पनि उहाँले कागजी रूपमा बुझाएर निक्लिनु भएको थियो त्यसो चाहिँ नगर्दा भने थियो अलि अशोभनीय चाहिँ देखियो
तर कुनै कार्य व्यस्तताको लागि चाहिँ योभन्दा पहिलादेखि नै त्यो प्रावधान छ। प्रधानमन्त्री चाहिँ आफू निक्लेर जाने कुनै इम्पोर्टेन्ट काम भयो भने त्यो भएर जानुभयो। खासै हामीले उहाँ बस्नु भएको थियो या मर्यादा थियो त्यो भन्दा पनि माथि उठेर जनताले के चाहेका थिए र विकास गरे कि गरेनन्, उनीहरूले बोलेका एजेन्डाहरू पुरा गर्छन् कि गर्दैनन् भन्ने कुरा चाहिँ मोस्ट इम्पोर्टेन्ट हुन्छ। बालेन सरकारले 1 महिनाबाट नै सुरुवात गरेर आज मलाई लाग्छ 2 महिना पुरापुरी पनि भइसकेको छैन नि त। यस्तो अवस्थामा जनताले चाहे अनुरूपको काम गर्दै आउनु भएको छ। हामी कामलाई सेल्युट गर्छौँ। अब कोही बसे के गरे कसो गरे भन्दा पनि कामलाई। तर बालेनको चर्को विरोध भयो, यसरी संसदमाथि अपमान गर्ने, राष्ट्रपतिको अपमान गर्ने, के लाग्छ तपाईँलाई? देशको प्रधानमन्त्री बालेनजीले राष्ट्रपतिको अपमान गरेको र संसदलाई अस्वीकार गरेको मान्न सकिन्छ? होइन, उहाँले एकदमै सम्मान गर्नुभएको भन्छु म चाहिँ। किन भन्छु भन्दा राष्ट्रपतिलाई नै म प्रधानमन्त्री भन्दा माथि तपाईँ हुनुहुन्छ है, तपाईँ यो अझै गार्जेन भनेर उहाँले चाहिँ त्यो संसदलाई जिम्मा लगाएर जानुभएको झन् त्यो त सम्मान गरेको भन्नुपर्छ। तर आफैले कस्तो भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ। तर आफैले निर्माण गरेको नीति तथा कार्यक्रम मजाले सुन्नु पर्थ्यो होला। यस्तो छ, उहाँ आफैलाई सुन्नुपर्ने थियो, कुनै कार्य व्यस्तताको कारणले बाहिर निक्लिनु भयो होला। उहाँले आफैले निर्माण गरेको कुरा उहाँलाई त ज्ञान होला नि त। त्यो छलफल गर्ने त अरूको जिम्मा हो नि, राइट छ कि रङ छ भन्ने कुरा त। तर उहाँलाई त राइटै लाएर बनाउनु भएको नि होइन र? त्यो कारणले गर्दाखेरि यसमा त्यति धेरै टिका टिप्पणी गर्नुपर्छ जरुरत लाग्दैन। तर उहाँले एउटा राष्ट्रको पहिचान, राष्ट्रको पोसाक पनि लाउनु भएन भन्ने प्रश्न छ, यो विषयमा के भन्नुहुन्छ? त्यो चाहिँ अलिकति मलाई पनि कता कता मनमा दुखेको छ। हामीले चाहिँ हामी नेपाल हो भन्दै गर्दाखेरि, नेपालको प्रधानमन्त्री बन्दै गर्दाखेरि यो देशको पोसाक, राष्ट्रिय पोसाक दौरा सुरुवाल कोटमा आइदिनु भएको भए राम्रो हुन्थ्यो। उहाँले यति कुरा चाहिँ अलिकति संवेदनशील भएर बुझिदिनु होला, अनुरोध गर्छु। संसदमा बालेनको चर्को विरोध भइरहेको छ, सांसदहरूले प्रश्न उठाइरहेका छन्, जवाब दिनुपर्छ भन्ने माग छ। तर बालेनजी भागिरहनु भएको छ संसदबाट। के संसदमा प्रश्न उठाएका र ती सांसदहरूले प्रश्न उठाएको त्यो जवाब दिनुपर्छ कि पर्दैन होला? सुन्नुहोस् न, संसदले कुनै पनि कुराहरू राख्दाखेरि उहाँले जिम्मेवारीपूर्वक एन्सर दिनुपर्छ। अरूले बोलेर दिएका थिए, पानी जहाज ल्याएर गर्छु, यो गरिदिन्छु, घर घरमा ग्यास हालिदिन्छु भनेर दिएका थिए। उहाँले नबोलिकन चाहिँ एन्सर दिइरहनु भएको छ। र संसदले चर्को आलोचना त 4 जना उफ्रिएर के हुन्छ? 2/3 लगभग उहाँकै सांसद छ, 4 जना उफ्रिएर केही हुनेवाला छैन। त्यो उफ्रिएका कस्ता हुन् भन्दा हुन्छ नि, अब विरोधका लागि विरोध मात्रै हुन् उनीहरू उफ्रेको कुनै भ्यालु छैन। हिजो संसदमा बोल्न एकजना महिलाले बोल्दै हुनुहुँदो रहेछ, सांसद महिलाले, के मलाई लाग्छ नाम पनि ठ्याक्कै बिर्से, तराईतिरकै जस्तो लाग्छ। उहाँले हामीलाई बोल्न दिनु भएन, यो गर्नु भएन, हामीलाई दिनुपर्छ, यो गर्नुपर्छ अरे। त्यसको पनि मर्यादा होला नि त, क्रम होला नि त, कति बेला बोल्न दिने कति बेला नदिने भन्ने कुरा होला। हिजो रवि लामिछानेले म मेरो कुरा राख्छु भन्दाखेरि त्यही होइन, यिनीहरू नै होइन, यिनीहरूले सिकाएका स्कुलिङ होइन। 9 मिनटको मात्र समय मागेको थिए, त्यही पनि पाएनन्। किन दिनु त? उचित समय थिएन, दिनु भएन उहाँहरूले। हिजो रवि लामिछानेले आफ्ना कुरा राख्छु भन्दाखेरि संसद उठेर बबन्डर गरेर कुरासम्म राख्न नदिने यिनीहरू नै होइन। लाजको पसारो हुँदैन। आज उहाँहरूको बहुमत छ, एउटा जनताको लागि काम गर्छु भनेर आउनु भएको छ, जनताको लागि काम गरिरहनु भएको छ, अनि उनीहरूलाई विरोधका लागि विरोध गर्न मात्रै संसद चलाउने हो र? अब संसदमा हर्क साम्पाङजीले चर्को विरोध गर्नु भएको छ। विरोध मात्र होइन, उहाँले त राजीनामा समेत मागिसक्नु भएको छ। हर्कजीलाई मैले मेरो फेसबुक मार्फत पनि भनेको थिएँ, यहाँबाट पनि म तपाईँहरू मार्फत भन्न चाहन्छु। हर्कजीले अस्ति राजीनामा के अरे निलम्बन गर्ने कुरा उठ्दाखेरि मलाई जनताले जिताएर पठाएका हुन्, कसैले निलम्बन गर्दा रहेछौ भनेर उहाँले आफ्नै फेसबुक वालमा लेख्दाखेरि मेरो एन्सर यो थियो कि बालेन शाहलाई हर्कजीले भोट दिएर बनाउनु भएको होइन। जनता जनार्दन हुन्छन्, जनताले बनाएको प्रधानमन्त्री हो। कसैले राजीनामा माग्दैमा त्यो राजीनामा हुनेवाला छैन। हर्कजीले त बोल्नुहुन्छ, भन्नुहुन्छ, उहाँलाई मन नपरेपछि राजीनामा उहाँले बनाएको, जनताले बनाएको हो। त्यत्रो मत ल्याएर बनाएको मान्छे कसरी गर्ने? कहिले काहीँ त हर्क साम्पाङ र बालेनजीको लप परेर आउँछ त। के हो कुरो? राजनीतिमा हुन्छ नि, मान्छे दुश्मन पनि हुँदैन, मित्रता पनि हुँदैन भनिन्छ। त्यो कतिपय बेलामा सम्झौता हुनु, कुराकानी हुनुलाई स्वाभाविकै रूपमा लिन्छ। तर उहाँले हामी प्रतिपक्ष हो, प्रश्नै राख्छौँ, प्रश्न गरेरै हामी बिताउँछौँ 5 वर्ष भन्दै हुनुहुन्छ। ठिक छ, प्रश्न गर्नको लागि आउनु भएको रहेछ। उहाँले कहिले पनि आफ्नो जनताको लागि बोलेको त देखिँदैन। उहाँ कहाँबाट धरानबाट जितेर आउनु भएको हो नि त। धरानी जनताको आवाज चाहिँ कहिले राख्नुहुन्छ उहाँले? अरूलाई विरोध मात्रै गरेर प्रश्न मात्रै तेर्साउने हो कि आफ्ना जनताका कुराहरू पनि राखेर त्यसलाई सोलुसनपट्टि लाने हो त? सांसदको काम के हो? तर देश श्रम गरेर मात्रै बन्छ,
यसरी अरू विदेशीको ऋण लिएर चाहिँ बन्दैन भनेर चाहिँ चर्को विरोध गर्दै हुनुहुन्छ उहाँले गर्दै हुनुहुन्छ उहाँ विरोधको लागि विरोध गर्ने मान्छे मात्रै हो हामीले त्यति मात्रै बुझेका छौँ हर्कजीसँग योभन्दा धेरै ठुलो एक्सपेक्टेसन हामीले लिएका छैनौँ हेर्नुहोस् त हर्कजीले के भन्नुहुन्छ म प्रधानमन्त्री भइरहेको पत्रकार हाँसिरहेका हुन्थ्यो होला सुरक्षाकर्मी हाँसिरहेका हुन्थ्यो होला सब हाँसिरहेका हुन्थ्यो होला सुकुम्बासी हाँस्थे होला हाँसिसके त उहाँले त त्योभन्दा पहिला त मेरै पार्टी सबैभन्दा ठुलो हुन्छ भन्नुभएको थियो त 3 सिटमा 5 सिटमा झरेर देखाइदिनु भयो त उहाँले बोलेका कुराहरू कतिका तुक छन् र कतिका हुन्छन् श्रमले केसम्म गर्यो भन्ने कुरा श्रम संस्कृति पार्टीले सो त झल्काइरहेको छ तपाईँ हामी बोल्नुपर्छ र यो विषयमा हर्क साम्बाङको बोलीमा तुक छैन होइन केही छैन हर्कजीले बोल्नुहुन्छ त्यो बोलेको कुनै मिनिङै छैन मिनिङ हुनुपर्छ क्या जे कुरा बोल्नुको पनि तर अबको शक्तिशाली पार्टी श्रम संस्कृति बन्दैछ भन्दै अस्ति पनि बनिसक्यो त अस्ति गएको चुनावमा पनि बनेर राष्ट्रपालले त्यत्रो मत लिएर आयो नि त अनि 2/3 मेजोरिटी झन्डै झन्डै आयो होइन हो अब जुन बालन सरकारले जसरी सुकुम्बासीमाथि चाहिँ जसरी हात हाल्यो नि सुकुम्बासीमाथि डोजर चलायो के भन्नुहुन्छ सुकुम्बासीहरूलाई बिचल्ली बनायो कसरी बिचल्ली बनायो पानीले आएर बगाएपछि अनि त्यहाँबाट हेलिकप्टर लगेर उद्धार गर्न सकेन भने चाहिँ बिचल्ली हुन्थ्यो यही हो बिचल्ली बालनले एकदम राइट काम गरे हो त्यो हुनुभन्दा पहिला नै सुरु गर्यो अर्को कुरा सुकुम्बासीलाई विचलित बनाएका छैनन् म सुकुम्बासी बस्तीमा पुगिरहेका छन् सुकुम्बासीहरुतिर बस्ने घर भत्किसक्यो तपाईँ मेरो कुरा पहिला राम्रोसँग सुन्नुस् सुकुम्बासीलाई होइन हुकुमबासीहरू रहिरहेका छन् कराइरहेका छन् चिच्याइरहेका छन् यिनीहरूका बाउहरूले पनि लुछेर खाए राज्यका सम्पत्ति र त्यहाँबाट संरक्षित रहेका व्यक्तिहरू त्यो हुकुमबासीहरू तिनीहरूले चाहिँ रोइरहेका छन् कहाँ सुकुम्बासी छन् को सुकुम्बासी देखाइदिनुहोस् त आज सुकुम्बासी त कमसेकम हामीले पानीको ओत लाग्ने ठाउँ पायौँ हामी बस्ने ठाउँ पायौँ भनेका छन् तर 2-3 जनाले त आत्महत्यासम्म गर्न भ्याए आफ्नो घर भत्केको हेर्न सकेन घर मूर्छा परे बेहोस भए त्यो भन्ने कुरा चाहिँ के हो भने उहाँलाई कुनै पनि चोटहरू थियो होला त्यो चोटमा के गर्नुभयो आखिरमा त्यो दोष चाहिँ सुकुम्बासी आयोगले आयो त्यो होइन बालन सरकारले हत्याराको आरोप लगाइसके बालन सरकारलाई हत्याराको आरोप लाउनेहरू योभन्दा अघिल्लो चोटिको त्यो पानीमा छाता ओढेर मलाई बचाऊ भनेर जस्ताको माथि बस्ने त्यो भाइ मार्ने चाहिँ को यही केपी ओली हो अब त्यही भन्ने हो केपी ओलीले त 76 जना मार्दा आज बाहिर बसिरहेका छन् उनले सुकुम्बासीलाई म एउटा भूमिहीनलाई भूमि दिलाउँछु उनीहरूलाई बाँच्ने सुरक्षित गर्छु आज सुकुम्बासीका बच्चा स्कुल पढ्न पाएका छ ती आमाहरू हाँसिरहेका छन् मेरा छोराहरूले पढ्न पाए भनेर सुकुम्बासीलाई हरेक घरमा चाहिँ रोजगारी दिने कुरा भइरहेको छ यत्रो सुनौलो अवसरलाई अनि हुकुमबासीहरूले चाहिँ रोइलो बनाउने यो त ठुला दलहरूको हिजो लुछेर खानेहरूका त्यो लुच्न नपाउनेहरूका रोइलो हो सुकुम्बासीको छैन बालनले जे गर्नु भएको छ स्वागत सुकुम्बासीलाई चाहिँ भूमि दिनुहुन्छ त के अरे लाल पूर्जा दिनुहुन्छ उहाँले सुन्नुहोस् बिस्तारै हुन्छ हिजोको आज हुँदैन एकैचोटि उहाँले पहिला पहिचान गर्दै हुनुहुन्छ आज गरे त गर्दा नहुने के रहेछ त मेरो देश पनि आज सुकुम्बासी दम्बले गर्न त गर्यो घर भत्काउने डोजर चलाएर घर चाहिँ भत्काइदियो घर त डोजरै चलाएर भत्काउने हो नि के त्यो घर बेचेर पैसा बालन सरकारले खातामा हाल्नु पर्ने थियो र थिएन अब हेर्नुहोस् काठमाडौँ कस्तो बन्छ कस्तो बन्छ ठ्याक्कै भन्नुहोस् तपाईँको परिकल्पना कस्तो छ नमुना बन्छ के काठमाडौँ जस्तो बन्छ अरूले यस्तो केपी ओलीहरू जस्तो बाबुरामहरू जस्तोले हामी चाहिँ स्विजरल्यान्ड बनाइदिन्छौँ सिङ्गापुर बनाउँछौँ होइन हामीलाई नेपाल चाहिएको छ हामीलाई नेपाल जस्तो बनाउनु छ उहाँहरूले नेपाल बनाउनुहुन्छ हामी कल्पना त्यो गर्छौँ नेपाल बनाउनुहुन्छ बालनजीले होइन तर यतिखेर अर्को विवाद पनि आएको छ कि जुन बालन सरकारले सुकुम्बासीहरूलाई जबसम्म लाल पूर्जा दिइँदैन जबसम्म उनीहरूको व्यवस्थापन हुँदैन तबसम्मको लागि 25,000 दिने र करिब 5 जना सदस्यभन्दा माथिको लागि 2,000 को दरले दिने भनेर जसरी निर्णय गरेको छ नि त्यो एउटा राज्यको ढुकुटीबाट चाहिँ त्यसरी बाँडेर आएको छ नि पैसा यसलाई कसरी निर्णय के तपाईँ हामीले चाहिँ सुकुम्बासीलाई पैसा दिनको लागि चाहिँ हामीले कर बुझाएर होइन सुकुम्बासीलाई पैसा दिनको लागि नभन्नुहोस् तपाईँसँग पनि मानवता होला सुकुम्बासीले खाना पाएन भने 1 बोरा चामल किन्दिने तपाईँको पनि दायित्व हो यो सरकारको त झनै बढी पनि दायित्व हो त्यो कुरालाई गलत लिनु हुँदैन एकदमै राम्रो कुरा हो सुकुम्बासीलाई म बचाउँछु भन्नु के बालन सरकारको गलत हो लाग्छ तपाईँलाई गलत होइन राज्यको ढुकुटी केपी शर्मा ओलीले कति करोड खर्च गरेका रहेछन् हिजो मात्रै देख्नु भयो होला 4 करोड जति झन्डै फिर्ता गरेका छन् त्यो कसको बाउको सम्पत्ति हामीले कर तिरेको सम्पत्ति हो तिनीहरू चाहिँ व्यक्तिका लागि लुछेर चुडेर खाएर मोटाएर राता गाडा हालेर बस्नु हुने सुकुम्बासीले खान हुँदैन ऊ बाँच्नु पाउने अधिकार छैन यो देशमा ऊ पनि यो देशकै नागरिक हो अनि
के गलत गर्यो सुकुम्बासी के बालनले सुकुम्बासीको नाममा घरमा लगेर राखेको सम्पत्ति हो र होइन म जनताले पठाएको मान्छे जनताको काम गर्नलाई आएको जनतालाई बचाउँछु भनेर राज्यमा भएको सम्पत्ति राज्यको यही जनताबाट उठाएका थिए यही जनतालाई गर्छु भन्दा नपाउने हुन्छ के केपीओले यस्तो 4 करोड लुचेर खाएका थिए अर्को नेताले यस्तो लुचेर खाएका छैन एकदम राम्रो काम हो यो त अब यो विद्यार्थी युनियन ट्रेड युनियन जसरी खारेज गर्यो नि यो बालन सरकारले अब यतिखेर माइतीघरमा केही विद्यार्थीहरू युनियनहरू त्यो नारा जुलुस गरिरहेका छन् के भन्नुहुन्छ तपाईँ के साँच्चीकै ट्रेड युनियनहरू विद्यार्थी युनियनहरू खारेज गर्नुपर्ने आवश्यकता स्कुल पढ्ने ठाउँ हो म आफै पनि सुन्नुहोस् म भन्छु 8 कक्षामा यस्तो बेलामा हुन्छ कि बच्चा हामी तपाईँ पनि एउटा विद्यार्थी म विद्यार्थी राजनीति गरेर आएको मान्छे म तपाईँलाई भन्छु एकदमै राम्रो काम गर्नुभएको उहाँले किन भन्दा म 8 कक्षामा पढ्थेँ त्यति बेला हामीलाई नेभी सङ्घ यस्तो अन्डा सोबी भनेको थाहा थिएन के गर्थ्यो पार्टीमा हाम्रो सङ्गठित सदस्य बनाउनको लागि भने फुटबल दिन्थ्यो भलिबल दिन्थ्यो अनि फलानु पार्टीमा सदस्यता लिनु पर्थ्यो हामीले त्यो बल खेल्नलाई किन भन्दा पैसा हुँदैन थियो सबैसँग किन्ने अनि साथीहरूले खेलेर खेल्न मन लाग्थ्यो त्यसरी सङ्गठित सदस्य बनाउँथ्यो त्यो सङ्गठित सदस्य पार्टीका नाममा बनाउने होइन नि त विद्यार्थी पढ्नका लागि जाने हो खेलकुदको क्षेत्रमा राज्यले लगानी गर्ने हो तर पार्टीले गर्ने होइन त्यसैले गर्दा यो ट्रेड युनियनहरू खारेज गर्नु चाहिँ अत्यन्त स्वागतयोग्य छ विद्यार्थीहरूलाई पढ्न लगाउनुपर्छ बरु त्यो पार्टीमा जाने समय चाहिँ बरु त्यो टेक्नोलोजी पार्टतिर लगाइदिए हुन्छ कम्प्युटरहरू राख्दै हुन्छ होइन त्यतातिर राख्दै हुन्छ भन्ने लाग्छ मलाई तर यतिखेर चर्को विरोध भइरहेछ ए बाबा विरोध त गरिहाल्छन् नि भने उनीहरूको नियतै खराब छ त विरोध गर्दैनन् तपाईँहरू नियत खराब देख्नु भयो तपाईँले सही मान्छेहरू कसैले विरोध गर्नु भएको छैन पार्टीका झोला बोकेका अत्यन्तै पार्टीबाट पोषित भएका पार्टीबाट लुचिरहेका राज्यले संरक्षित गरेका जति बेला यी ठुला दलहरू थिए तिनीहरूले संरक्षण गरेर राखेका व्यक्तिहरू थिए आज प्रेस युनियन के अरे विद्यालयमा एउटा कोठा ट्रेड युनियनले लिइरहेछ अन्डा सोबीले लिइरहेछ अर्को नेभी सङ्घले लिइरहेछ हरेक पार्टीका झन्डा बोक्ने ठाउँ हो त्यो स्कुलमा कलम र कापी बोक्ने ठाउँ हो त्यो त्यही सीमित गर्नुपर्छ पढ्ने ठाउँ हो त्यो अनि विरोधका लागि विरोध गर्नेहरूसँग हामीलाई भन्नु केही छैन यो सकेका मान्छेहरूका कति टिक्का टिप्पणी गर्ने सके हरेक कुराको विरोध गरिरहेछन् विरोध त के गरेनन् अस्ति तपाईँहरूले थाहा छ होला तपाईँहरूलाई म त यहाँ थिइनँ म बिरामी भएर बाहिर थिएँ प्रधान न्यायाधीश बनाउने कुरामा रोइलो देख्नु भएन जहाँ पनि पार्टीगत कोही प्रधान न्यायाधीश बन्न पाएन अपराधीहरू छलफल हुन थालिहाल्छन् स्टाटस लेखेर फलानुलाई बधाई दिएर होइन प्रधान न्यायाधीशमा पनि यो 2/3 सरकार बालन सरकारको ठाडो हस्तक्षेप भएर के कसरी हस्तक्षेप प्रधान न्यायाधीशमा चाहिँ न्याय परिषदले 6 जनालाई चाहिँ सिफारिस गर्यो वरियताक्रम हेर्दाखेरि 1 नम्बरमा सपना प्रधान मल्ल हुनुहुन्थ्यो तर 4 नम्बरमा भएका डाक्टर मनोज कुमार शर्मालाई 1 नम्बरमा लगेर सिफारिस गरियो परिवर्तनको पक्षमा लडेका हामी यो विधि नै मिचियो रोल क्रम तोडियो तपाईँ पहिला राम्रोसँग सुन्नुहोस् परिवर्तनको पक्षमा लडेको हामी हो हिजो कलम र कापी बोकेर मेरा भाइ बहिनी सडकमा लड्न जान परेको थिएन यिनीहरूले गर्देका थिए भने गरेन नि त आज यो औँला उठाउनेहरूलाई म सोध्न चाहन्छु केपी शर्मा ओली हुँदाखेरि कुनै पनि मर्यादा कुनै पनि केही पनि नहेरिकन 52 जना न्यायाधीश नियुक्ति गर्ने को अनि संविधान सभाको चुनावमा लडेर आउने सपना प्रधान होइन नेकपा एमालेबाट यो कुरा हामीलाई थाहा छैन न्यायालयलाई यो संस्थागत एउटा यतिसम्म न्याय दिने निरूपण गर्ने संस्थागत ठाउँलाई पार्टीको झोला बोक्ने ठाउँ बनाउने हो होइन यही परिवर्तनको लागि हामी लडेका थियौँ आज बालन सरकारले परिवर्तन गरेर देखाइदिनु भएको छ यो कुनै पनि त्यो रोइलो गर्ने बाटो हो अध्यादेश गर्नुपर्छ भन्दैमा 4 नम्बरको होइन अध्यादेश भनेका योभन्दा पहिलोचोटि केपी शर्मा ओली हुँदाखेरि केपी ओली प्रवृत्ति हाबी भएको थियो त्यो हाबी तोडियो यो त एकदम स्वागतयोग्य काम हो डाक्टर हाम्रो जो हुनुहुन्छ मनोजी प्रधान न्यायाधीश उहाँलाई हार्दिक बधाई तथा शुभकामना तपाईँहरूको मिडिया मार्फत भन्छु हामीले फेरि तपाईँहरूको औँलो उठाउने दिन नआओस् तर एउटा 1 नम्बरमा रहे कि वरिष्ठताको क्रम हेर्दाखेरि रोल क्रम हेर्दाखेरि एउटा महिलालाई एउटा अपमान गरियो झन्डै 1.5 करोड महिलाको अपमान गरियो भन्दै तपाईँ कुरा बुझ्नुहुन्न के अगाडि रहेको महिला भएको महिला र पुरुष बराबर हो भएकै कारणले उहाँलाई दिनुपर्छ भन्ने होइन तपाईँ एक महिला नै हुनुहुन्छ सुन्नुहोस् न म महिला हो भन्दै सभाठालाई प्रधानमन्त्री बनाइदिनुहोस् न त मलाई बनाइदिनुहोस् म पनि महिला हो भन्न मिल्दैन सक्नुहुन्छ बनाउनु म महिला हुँ भनेर सबै कुरा मलाई दिनुपर्छ भन्ने मान्छे होइन काम गर्नुपर्छ कर्तव्य निभाउनुपर्छ हिजोको इतिहास हेर्नुपर्छ 52 जना न्यायाधीश कसरी नियुक्ति गरिएको थियो केपी शर्मा ओलीको पालामा अनि प्रधान न्यायाधीश के अरे अहिलेको बन्नेवाला प्रधान न्यायाधीश सपना प्रधानले दिएको अध्यादेश के थियो योभन्दा अगाडि
अनि अर्को कुरा यस्तो गजबको कुरा सुन्न कामोपटा न्यायाधीश बनेको मान्छेले रिट दर्ता गर भनेर सोझे आफै न्यायाधीश आफै वकिल बन्ने दिनुभयो आदेश दिनुभयो दर्ता गर्न त्यो गर्न मिल्छ कुन संविधान अदालतका कर्मचारीहरू भागे कुन धाराको कुन दफाको कुनले दिन्छ यो कर्मचारीहरू भागे त दिन्छ त्यो भाग्ने स्थिति कसले बनाएको अनि म महिला हुँ भन्दा जे गर्दैन हुन्छ तर सपना प्रधान मल्लले भन्नुभएको छ 2/3 दम्ब घमण्डको आडमा चाहिँ हामी डराउने तर्सिनेवाला छैनौँ ठिक छ चाहिँ तिनीहरूले महाअभियोग किन नलाउनु महाअभियोगदेखि पनि डराउँदैन भन्दै हुन्छ उहाँले त्यो भन्नुहुन्छ भने उहाँलाई म यहाँबाट भन्न चाहन्छु म यही चुनावमा पनि होमिएको छोरी र जेएनजीको एउटा परिवर्तनको पक्षमा जेएनजी भाइ बहिनीहरूलाई समर्थन गरेर हिँडेको र जेएनजीको मर्मर भावना बोकेको सुदन गुरुङलाई मैले एनी टाइम यो देशको सच्चा सपुत भनेर मैले समर्थन गर्दै आउँदाखेरि म उहाँलाई भन्न चाहन्छु त्यो कालो कोट खोलेर हामीसँग चुनाव लड्न आउनुहोस् यदि तपाईँले यही बोल्ने हो भने होइन भने बोल्नु समीक्षा बास्कोटाजीले पनि संसदबाटै भन्नुभयो कालो कोट खोलेर आउनुहोस् उहाँले कहाँबाट भन्नुभयो मलाई थाहा छैन म भर्खर नेपाल आइपुगेको छु म यहाँबाट भन्न चाहन्छु उहाँलाई कालो कोट खोलेर आउनुहोस् तपाईँसँग हामी लड्न तयार होइन सपना प्रधान मल्ल न्यायाधीश कानुन न्यायाधीशसँग चाहिँ तपाईँको च्यालेन्ज भन्दा पनि उहाँलाई एउटा यो सन्देश हो न्यायालय पवित्र ठाउँ हो न्यायालयको अपमान गर्न पाइँदैन उहाँ भन्दा चाहिँ राइट अर्को भन्दा रङ हुन्छ हुँदैन मनुजी चाहिँ के कारणले बन्न सक्नु हुँदैन त उहाँहरूले 52 जना न्यायाधीशहरू नियुक्ति गर्दा के 52 जना न्यायाधीश नियुक्ति गर्दा कुन रोल कलमबाट गरेको आफू कुन रोल कलमबाट आएको पहिलो कुरा म को हुँ भनेर चिन्नुपर्छ म कहाँ जाँदैछु भन्ने कुरा थाहा हुनु पर्यो कहाँबाट आउँदैछु भन्ने कुरा थाहा पाउनु पर्यो त्यसपछि तपाईँलाई मैले औलो उठाउने हो म चाहिँ झ्यालबाट छिरेर आउने अनि म ढोका कुरा गर्ने अरू चाहिँ ढोकाएर आउनुपर्ने हो सपना चाहिँ के झ्यालबाट छिरेको आगो मान्नु पर्छ तपाईँ के ए भगवान् तपाईँ आफै हेर्नुहोस् न सपना भन्दा धेरै सिनियर व्यक्तित्वहरू आज कुन अवस्थामा हुनुहुन्छ अनि सपनाजी आज चाहिँ कसरी बन्न पाउनुभयो त्यहाँनिर त्यो कसरी आउनु भएको थियो उहाँले एनालाइसिस गर्नुपर्छ यो कुरा तर कतिले भन्दैछन् कि 92-93 सम्मको जुन यी ठुला पार्टीहरूको चाहिँ जुन सेटिङ चाहिँ भत्कियो भन्दैछन् वाउ एकदम राम्रो कुरा हो म त्यही भएर त खुसी छु त नि भन्दैछु त म न्यायालय अब सुधारिन्छ भन्ने हामीले आश गरेका छौँ न्यायालय सुध्रिन्छ होला अब कसैको प्रभाव दबाव कुनै पनि कुरामा न्यायालयभित्र धेरै अनुचित कार्यहरू हुन्थ्यो म त न्यायालयप्रति यति धेरै दुःख पाएर यति पीडामा परेको मान्छे हो फोन गर्ने हेलो हजुर त्यो त एमालेको ठुलो मान्छे हो नि मुद्दा नहेर्नुहोस् है भनेपछि ल फलानुको सालो हो नि हजुर भने भएर आउँथ्यो नि त अब हुँदैन होला त्यो अवस्था आउँदैन हैन त्यही भएर त अपराधीले एउटा अपराधी सर्वलाइरहेको थियो प्रधान न्यायाधीश हुन्नभन्दा पहिला सपनाजीलाई यो कुरा नि हेकाओस् तपाईँलाई यस्ता अपराधीका कारणले गर्दा तपाईँ पछि पनि पर्नु भएको छ आज एउटा बलात्कारी भन्न पाएको छैन उसले पहिल्यै बजाइदिइसकेको थियो भनेपछि अब म जोगिने भएँ भने हौसला दिइरहेको थियो उसले जोगाउँछ यस्ता व्यक्तित्वहरूलाई चाहिँ संरक्षण गरिरहेछ भन्ने कुरा राज्यले पनि अनुरोध गर्यो त्यो कारणले उहाँलाई थोरै घाटा पनि भयो तर यो बालेन सरकारले जसरी प्रधान न्यायाधीश मनोज कुमार शर्मा नियुक्ति गरेको 72 घण्टा नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता भयो सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता भयो न्यायालय जब आफ्नो मुठीमा आयो तब मुद्दा फिर्ता आयो हैन तपाईहरुलाई म एउटा कुरा भन्छु म यो 2 वर्ष मेरो र रविजीको लगभग सँगसँगै केसहरू चल्दै गएको थियो र मैले रविजीले मलाई समर्थन नगर्दा पनि उहाँ गृहमन्त्री हुँदाखेरि मलाई अन्याय गर्दा पनि मैले चाहिँ रविजीलाई न्याय दिनुपर्छ भन्ने एकमात्र छोरी म थिएँ रविमाथि झुट्टा आरोप लगाएर धेरै पटक उनलाई फसाउने कोसिस गरिएका थिए त्यो यो ठुला दलका पार्टीहरूका थिए त्यो कारणले त्यही प्रभाव र दबावले न्यायालयलाई थिचिरहेको थियो त्यो न्यायालयको हतकडी खोलियो त्यसपछि आज सत्यको जित भएको छ रविजीलाई हेरेर म लड्ने साहस गरेको छु सत्य साँच्चीकै सत्य हुँदो रहेछ रवि लामिछानेमाथि झुटो मुद्दा नै झुटो आरोप नै लगाइएको थियो त झुटो आरोप होइन एउटा सुन्नु ल ठगीको मुद्दा यतिका दिनसम्म किन लम्बियो त तपाईँ मेरो कुनै बुझ्नुहुन्न ठगीको आरोप लाग्यो ल लाग्यो मलाई पछि निरूपण गर्ला सम्पत्ति शुद्धिकरण किन थुपारियो सङ्गठित अपराध किन थुपारियो के कारणले थुपारियो अनि रवि लामिछाने 35 वर्षदेखि शासन गर्दै आऊ कि केपी शर्मा ओली गर्दै आऊ कि शेरबहादुर दाइ गर्दै आऊ कि प्रचण्डजी गर्दै आऊ यो कुरा त इतिहासले देखेको होला नि मूल्याङ्कन गर्छ होला नि गर्दैन र आज भर्खर कलकलाउँदा मुनाहरू केही गर्छु भनेर आएका थिए अनि उनीहरूलाई चाहिँ भाँच्ने तोड्ने मोड्ने काम गरेका थिए जनताले फुलाएर देखाइदिए तर एउटा सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता हुँदै गर्दाखेरि अब जुन तत्कालीन मुद्दा त 52-53 जनाको लागि लगिएको थियो तर रवि लामिछानेलाई चाहिँ
दियो रवि लामिछानेको हकमा अन्य सबै 52-53 जनाकै सबैको मुद्दा चाहिँ फिर्ता भयो कि जबकि जीवी राई अदालतमा पाइलो टेकेका छैनन्। यस्तो छ जीवी राईलाई लिएर आउनको लागि यो सरकारलाई म आग्रह गर्न चाहन्छु। धेरै ठुलो विवादित विषय बनिरहेछ। यस्तो अवस्थामा पनि तपाईँहरूले ल्याउन सक्नु भएन भने यो जति निकम्म सरकार बन्न सक्दैन। तपाईँहरूले तत्काल जीवी राईलाई चाहिँ पक्राउ गरेर ल्याउनुपर्छ। अर्को कुरा के थियो भन्दा तपाईँहरूले 52-55 जनालाई नजोड्नुहोस्। मेयो को हो त भन्दा प्रधानमन्त्रीले गल्ती गर्छ भने त्यो मन्त्रीमण्डलकै नाम आउँछ नि। त्यस्तै गरी रवि लामिछानेसँगै जोडिएको एउटै मुद्दा भएको कारणले गर्दा त्यो सङ्गठित अपराध लगाउनु पर्ने र त्यहाँ सम्पत्ति शुद्धिकरण गर्नुपर्ने काम थिएन। त्यो कारणले गर्दा एकजनाको फिर्ता हुँदा सबैको हुन्छ। यो चाहिँ प्रकृतिगत कुरा भएको कारणले कानुनले नियमसङ्गत गरेको। तर रवि लामिछानेले आफ्नो न्यायालय मुठीमा लगेर फिर्ता लिए भन्ने कुरा भनिरहेको छ नि, कसरी हेर्नुहुन्छ? ठिक छ, अब रवि लामिछानेले मुठीमा लिएको हो भने त फेरि हेर्ला नि त, त्योभन्दा आफ्नो निकाय होला। अब सर्वोच्च होला, सर्वोच्चबाट अनि न्यायालयले दिएको कुरामा म न्यायालयप्रति अत्यन्त सम्मान गर्ने व्यक्ति हो। त्यो कारणले गर्दा पहिलाको जस्तो अब रवि लामिछानेलाई मन्त्री प्रधानमन्त्री हुनबाट रोकिएको मुद्दाहरू सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण फिर्ता भइसके, अब के अब उनलाई मन्त्री प्रधानमन्त्री हुनबाट रोक्दैन हैन? कसैले उहाँलाई लोभ छैन, नभएको कारणले बालनजीलाई बनाउनु हो सभापति जस्तो मान्छेले। अहिले उहाँ भन्न मिल्दैन। किन मिल्दैन भन्दा ठगीको मुद्दा त बाँकी नै छ। यो निरूपण नहुन्जेलसम्म रविजीलाई म एउटा आग्रह गर्न चाहन्छु, तपाईँ पद र मन्त्रीका लोभ लालचमा नपर्नु होला। जनतालाई जसरी सरेन्डर गरेर म कस्तो छु भनेर सर्लक्क देखाउनु होला भनेर आग्रह गर्न चाहन्छु। अब बन्ने नबन्ने त मेरो हातको कुरा होइन। उहाँहरूकै सरकार, उहाँहरूकै पार्टी छ, म त एउटा समर्थक हो। त्यहाँमाथि भन्ने हो भने त अझै उहाँसँग प्रतिस्पर्धीसँग लडेको मान्छे होइन त। अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर क्लिन चिट पाइसकेपछि उहाँ फेरि भारत भ्रमणतिर खुट्टा उचालिरहनु भएको छ क्या? किन जानु त परिहाल्यो नि, पार्टीको सभापति यति ठुलो पार्टी। अर्को कुरा भनेको त दुईटै देशको, हाम्रो दुईटा देशको सम्बन्ध प्रगाढ बनाउनको लागि पनि त्यहाँ छलफलहरू अगाडि बढ्ने हुन्छन्। त्यो कारणले जान लाग्नु भयो होला। उहाँको व्यक्तिगत काम होला के होला त्यो विषयमा हामीले इन्टरफेयर गर्नै मिल्दैन। किन मिल्छ र? उहाँको राइट्सको कुरा हो नि। तर रवि लामिछाने यतिखेर भारत भ्रमण जाँदै गर्दाखेरि यतै माइतीघरमा पनि अनसन बसिसकेका छन् कि रवि लामिछानेको मुद्दा फिर्ता किन? वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीजीले चाहिँ यो मुद्दा फिर्ता चाहिँ यो गैर कानुनी छ, अमर्यादित छ, यसलाई चाहिँ फेरि ठोक्नै पर्छ भनेर फेरि खुट्टा उचालिनु भएको छ। मुद्दा हाल्दै जानुहुन्छ? उहाँ मुद्दा हाल्दै जानुहुन्छ। म चाहिँ यो कुरा एकदम उठाउनु भयो। मैले लयरहरूको विषयमा उठाउनु लाएको थिएँ। लयरहरूले पनि र न्यायाधीशहरूको पनि सम्पत्ति शुद्धिकरण अब सुरुवात त्यहाँबाट हुनुपर्छ। एउटा पीडित रुँदै जान्छन्, किन हुनु पर्दैन? खै रेट फिक्स कति पैसा लिने हो भन्ने कुरा कसैको छ? मन लाग्दैछ, लिनु मन लाग्यो। एउटा पीडित हुँदै जान्छ, कराउँदै जान्छ, म पीडा भएँ भन्दै जान्छ, त्यही पीडितको घाँटी थिचर्छ। अनि बाहिर के भन्छन्? हामी त गरिब दुखीको लयर हो, हामी त बिनाफी लड्छौँ। बाहिर हेर्नु न, मिडियामा आएर चाहिँ बोल्नेहरू आज महिला हुन् पुरुष हुन् धेरैजना छन्। म नाम लिँदिनँ, कुनै दिन लिनुपर्ने अवस्था आयो गरौँला। हामी लड्छौँ भनेर इन्टरभ्यू दिने, चट्ट साडी र कालो कोट भिरेर गएर बोल्ने, अनि आज पीडितहरूको घाँटी छिचरेर मन लागेको फिल लिने। यिनीहरूको सम्पत्ति शुद्धिकरण हुनु पर्दैन? कति पैसा लिए को पीडितबाट भन्ने कुरो थाहा पाउनु पर्दैन? सुरुवात यिनीहरूबाट गर्नुपर्छ। अनि त्यसपछि यिनीहरू धर्ना बस्ने हो कि मुद्दा हाल्न जाने हो, त्यसपछि थाहा हुन्छ। अब दिनेश त्रिपाठीजीले फेरि पनि रविजीको मुद्दालाई चाहिँ फेरि बिउताउँदै हुनुहुन्छ। के भन्नुहुन्छ तपाईँले? यो गैर कानुनी छ भन्दै हुनुहुन्छ। उहाँले बिउताउँदैमा बिउतिनी होइन। अब त्यो अदालतले के गर्छ त्यो अदालतको पाटोको कुरा हो। तर यतिखेर देश अब ब्ल्याक लिस्टमा जाँदैछ 4 महिनापछि। तर रविजीलाई सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधबाट त जोगिए रवि, तर देश ब्ल्याक लिस्टबाट जोगाउन चाहिँ बालेन सरकारले जोगाउला? ब्ल्याक लिस्ट त केपिओले हुँदैमा भइसकेको थियो, भएन र? घोषणा गर्न न बाँकी थियो। कसले गर्थ्यो? रवि र बालेन आएर गरे हो। आज 2 महिना भएन यिनीहरू आएको। भित्रको सत्ताको राम्रोसँग मोह पनि बुझ्न पाएनन्। त्यो संसद भवनले को सांसद चिन्न सके होइन अहिले, अनि उनीहरूले गरिदियो 4 दिनमा हो। उहाँहरू पनि जिम्मेवार हुनुपर्छ। 90% चाहिँ यी ठुला दलले लिन्छन् भने 10% असपाले लिनै पर्छ। तर त्यो भन्दैमा 100% असपाले लिन्छ। ठ्याक्कै भन्नुहोस्, अब ब्ल्याक लिस्टबाट बचाउँछ कि न यो बालेन सरकारले? 4 महिनापछि ब्ल्याक लिस्टमा जाँदैछ। हेर्नुहोस् त, यसरी सङ्गठित अपराध सम्पत्ति शुद्धिकरणका केसहरू यतिखेर भिआइपी ठगहरूलाई मुद्दा फिर्ता लिँदै गर्दा देशको अवस्था के हुन्छ भन्ने कुरा प्रश्न उठिरहेको छ। यो प्रश्न उठाउँदै गर्दाखेरि 76 जनाको हत्यारालाई अस्ति किन छोड्यो भनेर किन उठाउन सकेनन् तिनीहरूले? प्रश्न किन उठाउन सकेन? यो चाहिँ देशको कुरा थिएन, राष्ट्रिय स्वाभिमानको कुरा थिएन, संविधानका कुरा थिएनन्, कानुनका कुरा थिएनन्। विरोधका लागि विरोध मात्रै गर्ने हुन्। विरोधीले चाहिँ यति
भनिहाल्यो नि एउटा त्यो ढोका खोल्न पाएन खोल्न मात्रै आँट गऱ्यो भने ढोकै खोलेर भित्र जिरे भन्ने नि अनि उनीहरूले चाहिँ ढोकै छोडेर भित्र गएर लुटेरै ल्याइसक्दा पनि हामी चाहिँ सही हो भन्न मिल्छ र मिल्दैन नि त मिल्दैन त्यो कारणले गर्दाखेरि यसलाई म त्यति धेरै टिका टिप्पणी गरेर उहाँहरूमाथि केही पनि भन्न चाहदिनँ अदालतले गरिसकेका कुराहरू अदालतलाई पनि नमान्ने भन्ने चाहिँ हुँदैन मान्नुपर्छ उहाँहरूको चलेन र विरोध गर्न थाल्नुभएको हो माइती घरमा गर्नुहोस् कि घरमै बसेर गर्नुहोस् कि मिल्ने भए पार्लियामेन्टमै गर्नुहुन्थ्यो 4 जना छन् यस्तो उग्रिया जस्तो गर्छन् त्यही पार्लियामेन्टभित्र भएका पनि कति बलात्कारीहरू छन् हत्याराहरू छन् त्यो छानबिन गरौँ बरु तर यो भनिरहँदाखेरि जेन्जी आन्दोलनका शक्तिशाली गृहमन्त्री भनेका सुदन गुरुङ जसरी शक्तिशालीको रूपमा उदाइरहनु भएको थियो तर शेयर लगानीको विवाद चौतर्फी आउँदाखेरि चाहिँ उहाँले राजीनामा दिएर चाहिँ बाटो छोड्नु पर्यो कसरी हेर्नु भएको छ गृहमन्त्रीको राजीनामा अहिले चाहिँ फेरि अर्को काण्डपछि एकपछि अर्को काण्ड आइरहेको छ अब के फेरि गृहमन्त्रीमा आउने जुन गृहमन्त्री बन्ने त्यो अवसर पाउलान् कि नपाउलान् 15 दिनको म्यान्डेट पाएको छ सुदन गुरुङमाथि छानबिन हुँदैछ यतिखेर सुन्नुहोस् मैले अनसन तोड्नु र सुदनजीले राजीनामा दिनु एकै दिन थियो सुदनजी जेन्जीको मर्म र भावना बुझेको मान्छे हो आउनुपर्छ ल्याउनुपर्छ लिएर आउँछु यो कुरा ढुक्क हुनुहोस् केही दिनमा अर्को कुरा सेयरको कुरा उठिरहेको छ सेयर म आज यहाँ छु मैले यो पसल किन्न नपाउने अर्को पसल थप्छु भन्न पाउँदिनँ मैले पाउँदिनँ पाउँछु मैले राज्यको सम्पत्ति खाएको छु कि छैन भन्ने कुरा इम्पोर्टेन्ट हो क्या मैले काम गरेर अर्को कुरा काम गर्न पाउँदिनँ उहाँहरू भर्खर 2 महिना भएको छ आएको 2 महिनामा किनेको हो त सुदनले होइन सम्पत्ति कमाउनु पाइन्छ त्यसलाई त स्वागत गर्नु पर्थ्यो अब यिनीहरूले यस्तो भ्रष्टाचार गर्दैनन् लुट्दैनन् यी खाना नपाउने भिखारीहरूलाई चिया खाउने पैसा नि राज्यको दिनु पर्दैन आफ्नै पैसाले खुवाउन सक्ने बिचौलियाका नायिकासँग साटगाट रहेछ भन्छन् सुन्नु न बिचौलिया थियो बिचौलियाका नायिका दिपक भट्टसँग के सुन्नुहोस् दिपक भट्टसँग सेयर लिनुभएको हो क्या उहाँले तँ चोरेर लिएर आइज अनि मलाई आधी दिए भनेर मागे त होइन होला नि त सुदनले अनि अर्को काण्डको कुरा गर्नु म त एकदम धेरै उ गर्छु हवस् समय सम्वादको लागि यहाँलाई धेरै धेरै धन्यवाद धन्यवाद